एकचोटि अब त्यसको लागि खासै केही छैन। त्यो अगाडिको दुईटा विकेट सबै नै क्रुसल थियो किनकि अब त्यहाँबाट जुन कोही ब्याट्सम्यान खेल्थ्यो भने पनि गेम लग्न सक्थ्यो। तर अगाडिको एकै ओभरमा 2 विकेट आउँदाखेरि चाहिँ अर्को टिम ब्याकफुटमा गएको हो, त्यही भएर त्यसलाई चाहिँ क्रुसल मान्न सकिन्छ। जस्तै जुन हिसाबले अब हाम्रो त्यो दुईवटा गेम हारेपछि 4-5 दिनको ग्याप पनि थियो, त्यो ग्यापमा पनि राम्रो भयो। एउटा टिम हामी डेभलप भइरहेको थियो, एज अ टिम हामीले अब केमा राम्रो गर्न सक्छौँ, के गर्न सक्छौँ भन्ने कुरा भइरहेको थियो। र त्यही अब दुईवटा म्याच हारेपछि अभियसली अब सबै समर्थकहरूलाई अब दुःख नै लाग्छ। हामी पनि अब त्यो विनको खोजीमा थियौँ र आज त्यो गर्न हुँदाखेरि चाहिँ खुसी छौँ। र अब यसरी नै हामीले अब एउटा गेम हेर्छौँ र जित्नको लागि खेल्नेछौँ। यस्तै नै सपोर्ट गरिराख्नु होला। र ओभरअल हेर्दाखेरि चाहिँ बेलुकाको खेल टसमा पहिला ब्याटिङ बलिङभन्दा पनि डिफेन्ड गर्न गाह्रो भइरहेको थियो। त्यो खासै विकेटमा त्यो पछि गर्दाखेरि अब अलिक राम्रो स्कोर मात्र बनायो भने 150-60 बनायो भने चाहिँ त्यो डट बलहरूको प्रेसर अलिक बढी हुन्थ्यो चेज गर्दाखेरि। त्यही नै माइन्डसेट थियो कि अब त्यो जुन डट बलको प्रेसरहरू हुन्छ त्यो चाहिँ क्रिएट गरेर अर्को टिमलाई ब्याकफुटमा लान सकिन्छ कि जस्तो फिल भइरहेको थियो र त्यही नै भयो।